हेलो वेलकम टु ब्याक माई क्याम युट्युब च्यानल। सदा चाहिँ म फेरि नयाँ भिडियो लिएर आइसकेको छु होइन। आज चाहिँ म बिहानै उठेर अनि आत्मुख पनि धुएको छैन कि त्यत्तिकै बसिरहेको छु। अनि बजार जानुपर्ने छ बिहानै उठेर म चाहिँ। अनि बेडहरू पनि पट्याएको छैन, भर्खर उठेर बसिरहेको छु। बेडहरू पट्याउँछु, त्यसपछि हातमुख धुएर बजार जान्छु। बजारमा के पाउँछ आज है। अल्छी भयो क्या म साह्रै नै। अहिलेसम्म सुतेर हेर त ट्याक्क मिलाइसकेँ होइन। अब हातमुख धोएर आउँछु, त्यसपछि बजार जाने हो। म चाहिँ उठेर अहिलेसम्म केही गरेको छैन है। भर्खर उठेको अन्त त्यसैले आमाहरू अघि उठेर कति काम गरिसक्नु भएछ। म चाहिँ सुतेर ब्रस गर्छु, त्यसपछि अनि के गर्छु थाहा छैन मलाई नि। अनि आइरहेको एकपछि पानी थाप्छु। अनि त्यसपछि मलाई दिनभरिलाई पुग्छ क्या। म दिनमा यसको एक भरी पानी चाहिँ खान्छु। तर हिजो चाहिँ खाइसकेन। हिजो म घुम्न गएको थिएँ नि त कता त्यसैले अलिकति बाँकी छ। आज चाहिँ खाइसक्नै पर्छ। यसमा साजी पानी थापेर ल्याउनु पर्यो। त्यो चाहिँ फाल्दिएर लास्टै लुती छु नि त। अनि अलिक मोटाउनु पर्यो भनेर अलिक पानी सानी खाएको। के को मोटाउनु, एक भरि खाइसक्नुपर्छ है गाईहरू दिनमा पानी सबैजनाले। ए कसको कुकुर लिएर आउनुभयो त तपाईँले? पानी थापियो फाइनली गाईहरू सक्नुहुन्छ। अब म लगेर जान्छु रुममा राख्छु। अनि दिनभरि यो चाहिँ खाइसक्छु। तपाईँ पनि खाने गर्नु आमा, यति पानी एक भरि खानुपर्छ दिनमा। तपाईँ खानुहुन्न नि त होइन पानी। अनि यसको भरि म त खाइसक्छु त। यसको दिनभरि खान्छु। खाने गर्नु है तपाईँ पनि। तपाईँ लास्टै लुती हुनुहुन्छ नि त, म जस्तो हेर्नु। त्यही भएर पानी पिउने गर्नुपर्छ बढी मात्रामा। अनि हेलो गाइज, मेरो चाहिँ बिहानको खाजा चाहिँ सुरु हुन लाग्यो है। हेर्नुहोस् मेरो खाजा चाहिँ यस्तो छ। आँप, चना मटर अनि फिक्का पानी। चिया चाहिँ खाँदैन नि त मैले, त्यही भएर। अनि यो खाने हो। म चाहिँ यस्तो खान्छु है बिहान चाहिँ, हेर्न सक्नुहुन्छ गाइजहरू। यो चाहिँ अर्ग्यानिक हो क्या, यहीँ गाउँमै फलेको। अनि अलिक मजाले पाकेको रहेन रहेछ। त्यो बजारको जस्तो छैन। बजारमा अलिक पाकेको हुन्छ, त्यो चाहिँ अलिक बिसादी हालेको हुन्छ नि त। त्यसैले यो चाहिँ गाउँमै फलेको हो कि यस्तो बिसादीहरू प्रयोग गरिँदैन। त्यही भएर अलिक काँचै रहेछ है। यो चाहिँ मिठो हुन्छ। पानी निक्लिसक्यो मुखदेखि। किरा रहेछ त बा। ओ माई गॉड, किरा नै रहेछ नि त। सेट कहाँ आएछ किरा। यो चाहिँ राम्रो रहेछ। एक पिसमा चाहिँ किरा लागेको छ। कहाँबाट फेरि कसरी लाग्यो त्यसमा? सुरुवात चाहिँ पानीबाटै गर्नुपर्छ।
हाँ कस्तो मिलो आमा चना हेलो गाइज यस्तै त जानु भएन नि बजार होइन अब कपडा लाउनै पर्यो यस्तै गयो भने त मलाई पागल भन्दा मान्छेहरूले होइन हेलो म चाहिँ अब बजार जानको लागि रेडी भइसकेँ होइन अनि मेरो बजार जाने खर्च चाहिँ गाइजहरू खर्च 1 पैसाको आमदाम छैन 140 रुपियाँको खर्च हुने जस्तै भयो त्यो पनि खुजुरै खुजुरा रहेछ 1000 2000 3000 4000 यसको पार्टी हाने अनि यो छ नि कुपन बुलेट यसको पनि छाउछाउ आउँछ क्या दुईटा आउँछ यसको पनि म साटेर आउँछ आज बजारतर्फ लागे साथीहरू अब हेर्न सक्नुहुन्छ डिटेल बजारको भिउ के कस्तो रहेको छ म तपाईँलाई देखाउन सक्छु है गाइजहरू हेर्नु होला एकछिन टाइम लाग्छ नि त जान जस्तो छ त होइन ज्याकेट लगाएर जानु पर्यो कोटनी लगाएर जानु पर्यो जाडो हुन्छ जस्तो छ तर आजको मौसम चाहिँ एकदम कस्तो छ भन्नु न अन्धकार छ डिटेल बजारको भ्यू देख्न सक्नुहुन्छ तल हो होइन अलिक तल छ नि त अनि यतादेखि जानुपर्छ घुम्दै 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 अनि आज त्यस्तो रहेछ मौसम चाहिँ एकदम हामी तल छ डिटेल बजार चाहिँ देखिरहेछ मजा गाह्रो छ गाइजहरू मलाई त अघि जाडो भइरहेको थियो अहिले गर्मी हुन थाल्यो फेरि घाम लाग्न थाल्यो यो डिटेल बजारमा नसकिने भयो कहिले जाडो कहिले गर्मी कहिले जाडो कहिले गर्मी एकछिन जाडो एकछिन गर्मी है जाडो गर्मी भइरहेछ घाम लागिसक्यो अहिले फेरि म घरदेखि हिँड्दाखेरि जाडो थियो फेरि यहाँ आएपछि घाम लाग्न थाल्यो डिटेल बजार चाहिँ बिचमा छ क्या त्यो माथि डाँडा छ नि त्यो माथि डाँडामा चाहिँ ठुलो मन्दिर छ क्या डिटेल रूपाकोट मजगढी नगरपालिकाको ठुलो मन्दिर छ माथि चाहिँ अनि टक्क बिचमा चाहिँ डिटेल बजार क्या म चाहिँ डिटेल बजारको गेटमा झर्न लागिसकेँ यहाँ गेट रहेको छ नि तल चाहिँ डिटेल बजार चाहिँ यो है हेर्नुहोस् गेटहरू अहिलेसम्म डिटेल बजार भ्रमण गर्नु भएको छैन भने चाहिँ आउनु होला यस्तो छ वेलकम छ डिटेल बजारमा सम्पूर्णलाई म चाहिँ गेटदेखि उँधो लागिसक्यो अहिले चाहिँ गाइजहरू म चाहिँ मेरो काम छ नि त थोरै तल कपडा ल्याउनु छ त्यही भएर म चाहिँ जाँदैछु मेरो काम चाहिँ अलिक तल छ त्यसैले म चाहिँ अहिले जाँदैछु मेरो काम भन्ने छैन फोटोकपी गर्नु छ अनि त्यही भएर आएको बाई के हाल्नु फोटोकपी
फोटोकपी गरिदिनु न यो तपाईँको भिडियो युट्युबमा हालिसकेको तपाईँले मेरो गर्नु भएको छैन र हजुर गरेको म चाहिँ यहाँदेखि यो फोटोकपी गरेर पनि हिँडिसकेँ होइन अब एउटा मात्रै काम छ यहाँनिर फोटोकपी गर्नु थियो फोटोकपी गरेँ अनि त्यसपछि अब थोरै काम छ मेरो यहाँ कपडा छ कि लिनु ड्रेसको कपडा थियो सिलाउनु दिएको थिएँ धेरै दिन भइसक्यो अस्तिदेखि फोन गर्नुभएको थियो म चाहिँ आउने टाइम नमिलेर आज झरेको अनि त्यो कपडा लिनु बाँकी छ अब मेरो चाहिँ एउटा काम चाहिँ सकाएँ लगभग कपडाहरू चाहिँ यहाँ छ क्या टेलरमा अनि यहाँ दिन्छु दाजु छ्या म त कति दिनमा हेर्नु त अस्ति ल्याइदिनु भएन माथि पनि कपडा भन्नु त भनिदिनु प्रचार गरिदिनु राम्रोसँगले व्यापार होस् ग्राहकहरू ल्याइदिनु सन्तोष हजुर त्यस्तो ड्रेसहरू भयो बिहेको कपडाहरू भयो हजुर दौरा सुरुवाल विशेष विद्यार्थीहरूको लागि विशेष 10% अरूभन्दा 10% छुटमा होइन गरिदिन्छु होइन हजुर मेरो पसलमा सधैँ सबैजना प्रायः यसो आउनु होला विद्यार्थीहरू भाइ बहिनीहरू त्यही भन्न चाहन्छु ल हस् दाजु हस् किन दाजु यहाँ दाजुले कपडा चाहिँ प्याक गरिदिँदै हुनुहुन्छ है हस् दाजु गएको फेरि आउँला लगभग गाइजहरू मेरो काम चाहिँ अहिले सकिसक्यो होइन यति नै हो अरू त खासै काम छैन अब केही किन्नु मन पर्यो भने म किनिहाल्छु नत्र यति नै हो है आजको काम चाहिँ मेरो अब फेरि म रुम निस्किँदैछु लगभग यति नै हुनसक्छ मेरो भिडियो चाहिँ के हुन्छ कि हेर्दै र फेरि गेट लिएर पुनः लाग्यो गाइजहरू कस्तो लाज लागिरहेछ क्या फर्स्ट टाइम यसरी बजार हिँडेर भिडियो बनाएको हो नि त कस्तो भइरहेछ क्या मलाई चाहिँ के किन्नु होला र किन्ने पनि केही छैन हौ केही नकिन्नु पर्ला जस्तो छ म चाहिँ अघि माथिल्लो बाटो आएको थिएँ होइन अहिले चाहिँ अर्को बाटो जाँदैछु यतादेखि जाँदैछु गाइजहरू अघि अर्कै बाटो हो नि त त्यही भएर चाहिँ त्यति धेरै मान्छेहरूको भिडभाड छैन सुनसान छ डिटेल बजार चाहिँ अहिले चाहिँ हेर्नु त कोही छैन हौ आज त सुनसान छ सुनसान दिक्तेल बजार यस्तो आयो पर चाहिँ दुईजना बसिरहनु भएको छ मान्छेहरू हेर्न सक्नुहुन्छ कस्तो मान्छे हो नि जोगी हो कि कस्तो हो क्या जोगी नै होला लगभग दुईजना बसिरहनु भएको छ मालासाला लगाएर म चाहिँ यो कुपन साट्छ नि त चाउचाउमा त्यही भएर त्यो ठाउँमा आइपुगेको छु अब कुपनमा चाउचाउ साट्छु होइन दुईवटाको नि त मेरो कुपन दुईवटाको चाहिँ साट्छु अनि लगेर जान्छु यो पसलमा साट्नु छ यस्तो त्यसरी आन्टी कुपनमा चाउचाउ साट्नुहुन्छ होइन उलेटको कतिवटा छ दुईवटा छ हजुर स्टिच हालेको छ स्टिच हालेर ल्याएको छु यो मामाको त साट्नुहुन्न होला है बुलेटको मात्रै होला एउटा आयो नि दुईवटा बनाएको छु गाइजहरू म चाहिँ यसको चाउचाउ आउँछ क्या एउटा यसको चाहिँ पर मात्रै साट्नु हुँदो रहेछ यहाँ साट्नु हुँदो रहेछ नि मामाको चाहिँ जसकोमा दिल्लो छ त्यसले साट्ने हो हजुर दुईवटा मात्रै छ मेरो चाहिँ यो चाहिँ राखिराख्ने हो पर साट्छ पर जानुपर्छ अब साट्नु हस् आन्टी फाइनली चाउचाउ पनि साटियो अनि म चाहिँ अब जाँदैछु रुमतिर रुमतर्फ लागिसकेँ म चाहिँ अब यहाँदेखि उकालो जानुपर्छ फेरि गाइजहरू अहिले त त्यसै थियो अब उकालो निस्किनुपर्छ टाउको दुइसक्यो मेरो चाहिँ आज म चाहिँ अब सिधै उँभोको बाटो जान्छु हेर्नु चाहिँ माथि छ नि त मेरो रुम त यता उँभो अनि यहाँदेखि सिधै निक्लिनु पर्छ उकालो गर्मी भएर डल्लै बेला
छाता पनि बोकेन अघि त जाडो भइरहेको थियो अनि यहाँदेखि उकालो उकालो जानुपर्छ माथिसम्म रुमसँगै उकालो छ यहाँ बाटो सिधै जाने हो माथिसम्म उकालो उकालो डिक्टेल बजार चाहिँ मैले परै छोडिसकेँ होइन अनि अघि चाहिँ म यतादेखि आएको थियो माथिदेखि यता 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 हुँदै अहिले चाहिँ सिधै यता यता आएँ रोडबाट अनि यतादेखि निस्केर आएको छु यहाँ अनि डिक्टेल बजार चाहिँ अहिले परै छोडियो हेर्नुहोस् है सिधै पर छ कति राम्रो घर हो गाई चरु हेर्नुहोस् न अस्ति भर बन्द वरिपरिको भन्दा चाहिँ जे होस् मलाई यो नै मन पर्यो है घर चाहिँ यो चाहिँ यात्राको क्रममा भेटेको एक यात्री हो कुद्दैछ बिरालु हेर्दैछ मलाई त्यहाँ हेर्नु बाटोमा हिँड्छ 2-3 मिनट राति उकालो उकालो छ बाटो नि गलिसकेमा चाहिँ आयो गाईहरू यस्तो बाटो उकालो चढ्नुपर्छ आफ्नो सवारी साधन छैन त्यसैले हिँड्नु परिरहेछ पहाडको बाटो यस्तै हो भनौँ न आउनु न पसलमा कस्तो गर्मी हो नि उयो दिनु चाइनिज रोल दिनु न 2टा हजुर कति हो ए यसमा त पैसा पर्छ अरे नि पर्छ भन्छ हामीले चाहिँ परेको छैन पर्छ भन्छ यस्तो भित्र हुन्छ अरे 500 देखि 1000 सम्म हुन्छ भने देखेको थिएँ टिकटकमा चाहिँ त्यहाँ उस हुन्छ लेखेको हुन्छ होइन पर्छ रहेछ अस्ति मलाई 5 रुपियाँ परेको थियो खै अहिले खोलेर विचार गर्नुपर्छ अब म चाहिँ रुममै लगेर खोल्छु आयो रुममै गएर खोल्ने हो कतिको पैसा पर्दो रहेछ ला म त कस्तो म बिर्सिहाल्छु त नि म चाहिँ यो बोकेर हिँडिहालेछु पैसै नदिकन गाई छ कस्तो छु त म त अनि पैसै नदिन्छु अनि पैसै नदिकनै राखेको म दिनु त